नमस्ते नेगास्यो। आज पनि डे 3 मा उपस्थित भइसकेको छु। हामीले डे 1 र डे 2 मा चाहिँ भवेल र कन्सोनेन्ट अथवा स्वर वर्ण र व्यञ्जन वर्ण गरी दुई प्रकारका वर्णहरू पढ्यौं। जस्तो हामीले व्यञ्जन वर्ण र स्वर वर्ण गरी दुई प्रकारका त पढ्यौं, तर हामीले कस्तो पढ्यौं भन्दाखेरि आधा अक्षर मात्र पढ्यौं के। हामीले अपूर्ण अक्षर मात्र पढ्यौं हैन। जस्तो हामीले व्यञ्जन वर्णमा चाहिँ के पढ्यौं भन्दाखेरि ग न द र म ब स अ ज छ ख थ फ ह अथवा क त प स च क त प छ च। यसरी यो 19 वटा व्यञ्जन वर्ण त पढ्यौं, तर यो भनेको चाहिँ के हो भन्दाखेरि यो सबै आधा अक्षर हो के। ग द ग न द र म ब स अ ज छ ख थ फ ह क त प स च। हेर्नुस् है, यो सबै हामीले पढ्न त पढ्यौं। यसलाई ग नै भन्यो, न नै भन्यो, द नै भन्यो, र नै भन्यो, म नै भन्यो, ब नै भन्यो, स नै भन्यो हैन। तर यो कस्तो हो भन्दाखेरि यो सबै आधा आधा अक्षर हो के। यो अपूर्ण अक्षर हो के। यो चाहिँ आधा आधा अक्षर हो कि सबै। यो आधा आधा अक्षर हो हैन। यसलाई पूर्ण गर्नको लागि के गर्नुपर्छ भन्दाखेरि पछाडि चाहिँ भवेल आउनुपर्छ। भवेल चाहिँ जहिले पनि केही भवेलहरु चाहिँ दायाँतिर आउँछन् भने केही भवेलहरु चाहिँ तलतिर, यो कन्सोनेन्टको तलतिर हुन्छ है। यो कुराहरु चाहिँ हामीले बिर्सनु हुँदैन। जस्तै अब हामीले नाम लेख्न पर्यो हैन। जस्तो मेरै नाम भनौं न, मेरै नाम लेख्न पर्यो भने यसलाई नाम अथवा नाम लेख्न पर्यो भन्दा पनि यसलाई पूर्ण चाहिँ कसरी गर्न सकिन्छ भनेर चाहिँ म एउटा उदाहरण, सानो उदाहरण मेरै नाम लेखेर दिन्छु। यहाँ चाहिँ अजय, यो नाम चाहिँ पूर्ण नाम हो के। जस्तो अब हामीले पढे अनुसार त यति मात्रै हुन पर्ने हो अजय, तर यो कुरा चाहिँ आधा छ के। यसको कुनै अर्थै छैन के। यसलाई पूर्ण गराउनको लागि के चाहिन्छ? सँगैमा चाहिँ स्वर वर्ण चाहिने रहेछ। त्यसकारणले अजय भनेर यो नाम यसरी लेखिन्छ। जस्तो अब यहाँ गणेश, मैले गणेशको नाम लेख्छु है। गणेश, हामीले गणेश लेख्छौं हैन, तर यहाँ कोरियनमा चाहिँ गणेश। आदि उच्चारण हुने कुरालाई चाहिँ यस्तो समुनि यस्तो दियो भने चाहिँ यो चाहिँ आधा अक्षर हो भन्ने कुरा बुझिन्छ के। जस्तो गणेश, यो चाहिँ गणेश हो के, तर हामीले गणेश भन्छौँ। गणेश अथवा गणेश यही हो कि। अक्षर चाहिँ हाम्रो लेख्न, यसलाई पूर्ण गर्नको लागि चाहिँ पछाडि के चाहिने छ भन्दाखेरि स्वर वर्ण आवश्यक रहेछ भन्ने कुराहरु चाहिँ हामी त्यहाँनिर चाहिँ क्लियर हुन जरुरी छ। त्यही भएर हामीले यो पढेको कुराहरु के रहेछ भन्दाखेरि यो कुराहरु चाहिँ सबै आदि रहेछ अथवा अपूर्ण रहेछ। हामीले पूर्ण गराउनको लागि के चाहिने रहेछ भन्दाखेरि कन्सोनेन्टको पछाडि अथवा कन्सोनेन्टको तलतिर भवेल आवश्यक रहेछ भन्ने कुराहरु चाहिँ बुझ्नु पर्दछ हैन।
यो भयो डे 1 को कुरा। डे 1 मा हामीले पढेको कुरा यही नै हो। एक्चुअली सधैँ हेर्नुहोस् तपाईँहरूले यसलाई फेरि एकचोटि हेर्नु होला, किनकि यो भनेको जग हो। जग बलियो भने के हुन्छ? घर बलियो हुन्छ, संरचना बलियो हुन्छ। त्यस कारणले यो जगलाई चाहिँ एकदम राम्रोसँग हेर्नु होला। र म डे 2 को कुरामा जान चाहन्छु है। डे 2 मा चाहिँ हामीले पढेको कुरामा तपाईँलाई अलिकति अप्ठ्यारो माने जस्तो लागेको कुरा चाहिँ के छ भन्दाखेरि तपाईँले एकल स्वर वर्ण चाहिँ मजाले जान्नु भयो होला, किनकि त्यहाँ सिंगल थियो। संयुक्त स्वर वर्णमा तपाईँलाई अलिकति अप्ठ्यारो परेको हो कि भन्ने मेरो आकलन पनि हो। त्यही भएर म त्यही कुरालाई चाहिँ यहाँ दोहोऱ्याउन गइरहेको छु। यो नेपाली अक्षर खासै राम्रो छैन, यसलाई तपाईँले स्वीकार गर्नु होला, बुझिदिनु होला हैन। संयुक्त स्वर वर्णमा चाहिँ तपाईँहरूलाई यहाँ त्यति गाह्रो मान्न पर्ने कुरा छैन। जस्तो हामीले बिहान चाहिँ कस्तो लेख्यौँ भन्दाखेरि आ भनेर यति मात्र लेख्यौँ, तर आको अगाडि अ चाहिँ आउँछ नै के। अ चाहिँ यो संयुक्त वर्णमा चाहिँ अ आउँछ नै के। यो अ भनेको सबैमा आउने कुरा हो, हामीले त्यो लेखेनौँ हैन। यो चाहिँ आउँछ हैन। जस्तो यो चाहिँ आ भयो हैन, यो चाहिँ या भयो, यो चाहिँ अ भयो, यो चाहिँ य भयो। धेरै कुराहरू केही पनि छैन क्या यसमा। तपाईँले यसमा इ जोडिदिनु, यो ए भयो। यसमा इ जोडिदिनु, यो ए भयो। यसमा इ जोडिदिनु, यो ए भयो। फेरि यसमा इ जोडिदिनु, यो चाहिँ ए भयो। हेर्नुहोस् है, यो चारवटालाई तपाईँले इजी तरिकाले बुझ्न जरुरी छ। आ या अ यमा तपाईँले अरू केही गर्नु भएको छैन। दायाँ साइडमा इ मात्र थप्नु भएको छ के। जस्तो ए भयो हैन। अब चाहिँ तपाईँले अरू केही गर्नु पर्दैन। तीनवटा ओ लेख्नु, तीनवटा ओ लेख्नु भएन। एउटा ओमा आ थपिदिनु, एउटा ओमा इ थपिदिनु, एउटा ओमा ए थपिदिनु। हेर्नुहोस् है, वाह, उइ, वे। यो तिनटालाई यसरी बुझ्न पनि सक्यो के। जस्तो तीनटा ओ लेख्नु के, तीनटा ओ लेख्नु, एउटा ओमा आ थपिदिनु, एउटा ओमा इ थपिदिनु, एउटा ओमा ए थपिदिनु। वा वी वे, ए वा वी वे। अब चाहिँ तपाईँले तीनटा उ लेख्नु, तीनटा उ लेख्नु। तपाईँले तीनटा उ लेख्नुभयो। अब तीनटा उमा एउटा उमा अ थपिदिनु, वाह। एउटा उमा इ थपिदिनु, वी। एउटा उमा ए थपिदिनु, वे। सरी, यहाँ उमा यो चाहिँ वी नभएर वे हुन्छ है। यो चाहिँ वे है, यो मिस्टेक भएछ। उ प्लस इ वे हैन। अनि त्यस्तै अब एउटा हाम्रो बचेको एउटा के रह्यो भन्दाखेरि यो तीनवटा भयो क्या। के गर्नुभयो तपाईँहरूले? आमा इ थप्नुभयो, एमा यामा इ थप्नुभयो, एमा इ थप्नुभयो, एमा इ थप्नुभयो हैन। त्यसै गरी अब बचेको एउटा के रह्यो? इ। यसमा चाहिँ के थप्नुभयो तपाईँहरूले? इ थपिदिनु भयो। यो भयो इ। जस्तो यो सबैमा चाहिँ के आउँछ भन्दाखेरि यहाँ चाहिँ यो अ भनौँ न, यो अ चाहिँ आउँछ है।
भनेपछि हामीले बुझ्न पर्ने कुरा के रहेछ भन्दाखेरि जस्तो आ या अ य को पछि जहिले पनि यो इ थपिने रहेछ। ओ पछि आ ओ इ ओ ए गर्दाखेरि वा वे वे। उ अ उ वी उ ए गर्दाखेरि व वी वे हुने रहेछ भने उमा इ जोड्दाखेरि इ भनेर हुने रहेछ। यसरी चाहिँ तपाईहरुले यसलाई लेख्न सक्नुहुन्छ हैन, सम्झिन सक्नुहुन्छ। यसलाई चाहिँ धेरै प्र्याक्टिस गर्नुस् हैन, यसलाई हेरिराख्नुस्, यसलाई स्क्रिनशट गर्नुस्, कापीमा सारिराख्नुस्। तपाईलाई यो त्यति गाह्रो लाग्ने छैन। जति धेरै प्र्याक्टिस गर्नुहुन्छ तपाईलाई त्यति नै सहज हुनेछ, सजिलो गरी बुझ्नु हुनेछ यसको बारे। डे 3 चाहिँ मैले यही नै सघाउँछु। यसपछिको क्लास चाहिँ डे 4 मा केही नयाँ केही विशेष कक्षा सहित उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि हस्त, धन्यवाद।